नमस्कार, म राजु रेग्मी। आज पनि एउटा नयाँ जानकारीको साथमा उपस्थिति भएको छु। आजको जानकारी रहेको छ ईपीएफ को केही एग्रिमेन्ट गर्नुपर्ने र नयाँ फिचरहरू ल्याएको छ ईपीएफबाट, सञ्चय कोष कार्यालयबाट, कर्मचारी सञ्चय कोषबाट। यसमा हामीले कसरी एग्रिमेन्ट डाउनलोड गर्ने र एग्रिमेन्ट गर्ने भन्ने विषयमा छ। सुरुमा तपाईहरुले आफ्नो कम्प्युटर वा ल्यापटपमा इन्टरनेट ब्राउजर ओपन गर्नुस् र कर्मचारी सञ्चय कोषको epf.org.np टाइप गरी इन्टर थिच्नुस्। यति गरिसके पछाडि अहिले केही पहिलाको भन्दा वेब पेज फरक आएको छ, फरक बनाएको छ फिचरहरू। अनलाइन सर्भिसमा गइसके पछाडि लगिङ जानुस्। लगिङमा अफिस चुज गर्नुस्। त्यसपछि आफ्नो विद्यालयको आइडी र पासवर्ड राखेर साइन इन गर्नुस्। यति गरिसके पछाडि अहिले एउटा नयाँ मेसेज आइरहेको छ, एग्रिमेन्ट गर्नुस् र यदि एग्रिमेन्ट गर्नु भएन भने टेम्पोररी रूपमा चाहिँ एकाउन्ट बन्द गरिनेछ, हेल्डेट गरिनेछ भनेर मेसेज आएको छ। अहिलेलाई तपाईले क्यान्सल गर्नुस्। क्यान्सल गरिसके पछाडि यहाँनेर हेरौँ, यहाँ पहिलाको भन्दा अहिले केही फरक मेनुहरू राखेको छ। सुरुमा ड्याशबोर्ड छ, ड्याशबोर्ड पछाडि अनलाइन एप्रुभल छ, अनि फाउन्ड डिपोजिट इन्ट्री छ, ब्याङ्क ट्रान्ज्याक्सन इन्ट्री छ, अनि मिसलेनियस छ र रिपोर्ट छ। यहाँनेर तपाईहरु अलिकति तल जानु भए पछाडि क्विक लिंकहरू पनि राखिदिएको छ, यहाँ पाउन सक्नुहुनेछ क्विक लिंकहरू। यहाँनेर तपाईहरु सुरुमा अपलोड एग्रिमेन्ट भन्ने यहाँनेर एउटा लिंक छ, गो टु पेजमा जानुस्। यहाँनेर अपलोड एग्रिमेन्ट गो टु द पेज छ, यसमा क्लिक गर्नुस् र यहाँ पुग्नेछ। यहाँनेर देख्न सक्नुहुनेछ डाउन द एग्रिमेन्ट इन योर भनेर देखिएको छ। ल्याङ्ग्वेज चुज गर्ने, नेपालीमा या इङ्ग्लिसमा। मैले नेपालीमा चुज गरेँ। नेपालीमा चुज गरिसके पछाडि यो डाउनलोड भयो। यहाँनेर यसलाई क्लिक गरेर ओपन गर्छु म। यहाँनेर देख्न सक्नुहुनेछ यो एग्रिमेन्ट आएको छ। यो राम्रोसित पढ्नुस्। तपाईहरुले पढिसके पछाडि यहाँनेर म प्रयोगकर्ता स्वीकार मन्जुर व्यक्त गर्दछु कि नियम र शर्तहरू राम्ररी पढेको छु, बुझेको छु, तिनीहरूको पूर्ण पालना गर्दछु। कार्यालय कम्पनीको प्रमुख दस्ताखत गर्नुस्। यहाँ प्रधानाध्यापकले नाम लेख्नुस्, पद लेख्नुस्, मिति लेख्नुस् र विद्यालयको छाप यसमा हाल्नुस्। यति गरिसके पछाडि फेरि तपाईहरुले यसलाई क्याम स्क्यानरबाट स्क्यान गरेर वा स्क्यान मेसिनबाट, फोटोकपी मेसिनबाट स्क्यान गर्नुस् र अपलोड गर्नुस्। यति गरिसके पछाडि यहाँनेर चुज फाइलमा जानुस्। फाइलमा जानुस् र तपाईहरुले त्यो एग्रिमेन्टमा सही छाप गरेको एग्रिमेन्टलाई यहाँ डबल क्लिक गर्नुस् र अपलोड भन्ने बटनमा क्लिक गर्नुस्। र अपलोड भन्ने बटनमा क्लिक गर्नु भइसके पछाडि कर्मचारी सञ्चय कोष र विद्यालय बीच भएका सम्झौता पत्र चाहिँ अपलोड हुन्छ। उनीहरूले यसलाई एप्रुभल गर्छ। एप्रुभल गरिसके पछाडि यसरी यो मेसेज आइरहँदैन। यसरी यो इम्पोर्टेन्ट नोटिस आइरहँदैन। यसरी तपाईहरुले आफ्नो विद्यालयको कर्मचारी सञ्चय कोषको यो एकाउन्ट एग्रिमेन्ट गर्न सक्नुहुनेछ। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव दिन नभुल्नु होला र आगामी दिनहरूमा अरू मेनुहरूको बारेमा पनि म भिडियो ल्याउने छु, प्रतीक्षा गर्नुहोला। आजलाई म राजु रेग्मी बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई।